विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड WNLB-ले चैत्र 21 गतेदेखि थप सार्वजनिक निष्कासन अर्थात् FPO निष्कासन गर्ने निर्णय गरेको छ, जुन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 को दफा 9 बमोजिम सोह पुँजी संरचनामा सर्वसाधारणको हिस्सा 40% कायम गर्नको लागि गरिएको हो। यस FPO को मुख्य उद्देश्य भनेको कम्पनीको स्वामित्वमा सर्वसाधारणको पहुँच बढाउनु हो, जसले गर्दा कम्पनीको शेयर बजारमा तरलता बढ्ने र लगानीकर्ताहरूको सहभागितामा वृद्धि हुने अपेक्षा गरिएको छ। यहाँ FPO सम्बन्धी केही मुख्य जानकारीहरूलाई अझ विस्तृतमा व्याख्या गरिएको छ। निष्कासन मिति र अवधि चैत 21 गतेदेखि चैत 26 गतेसम्म तोकिएको भए तापनि यदि तोकिएको समयावधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि 2082 वैशाख 4 गतेसम्म लम्बिन सक्नेछ। यसले लगानीकर्ताहरूलाई आवेदन दिनको लागि पर्याप्त समय प्रदान गर्दछ। शेयर संख्या र अङ्कित मूल्य कम्पनीले 51,292.5 किता शेयर निष्कासन गर्दैछ, जसको प्रति किता अङ्कित मूल्य 100 रुपैयाँ रहेको छ। यसले साना लगानीकर्ताहरूलाई पनि सहज रूपमा लगानी गर्नको लागि अवसर प्रदान गर्दछ। न्यूनतम र अधिकतम आवेदन लगानीकर्ताहरूले न्यूनतम 10 कितादेखि अधिकतम 1000 कितासम्मको लागि आवेदन दिन सक्नेछन्। यसले सानादेखि ठूला लगानीकर्तासम्म सबैलाई समेट्ने उद्देश्य राखेको छ। रेटिङ क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले लघुवित्तलाई केयर NP सिंगल बी इस्युअर रेटिङ प्रदान गरेको छ, जसले लघुवित्तको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। यस रेटिङलाई लगानीकर्ताहरूले लगानीको निर्णय लिनु अघि विशेष ध्यान दिनुपर्ने हुन्छ। बिक्री प्रबन्धक र आवेदन दिने तरिका नेपाल SBI मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ र लगानीकर्ताहरूले सिआसबा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्। यसले आवेदन प्रक्रियालाई सहज र पहुँचयोग्य बनाएको छ। चुक्ता पुँजी हाल लघुवित्तको चुक्ता पुँजी 7,92,11,300 रुपैयाँ रहेको छ र FPO निष्कासन पश्चात यो 8,43,40,550 रुपैयाँ पुग्नेछ। यसले कम्पनीको पुँजी संरचनालाई बलियो बनाउँछ। यो FPO-ले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको पुँजी संरचनालाई मजबुत बनाउने र सर्वसाधारणको सहभागिता बढाउने उद्देश्य राखेको छ, तर लगानीकर्ताहरूले लगानी गर्नुअघि कम्पनीको वित्तीय अवस्था र रेटिङलाई ध्यानपूर्वक अध्ययन गर्नुपर्ने हुन्छ।